यतिखेर बालेन्द्र शाहको शपथ ग्रहणको समारोह बारेको हल्लाले सबैको ध्यान भङ्ग भएको छ। टिकटकमा अर्कैकै बुढीसँग लिपस्टिक होइन के अरे लिपसिङ्क गरिरहेका टिकटकमा अर्कैकै बुढीसँग लिपसिङ्क गरिरहेका बुढाहरूको पनि ध्यान भङ्ग भएको छ। बालेन्द्र शाह प्रधानमन्त्री हुनु भनेको चान्चुने कुरा होइन। लोकसेवा शिक्षक सेवामा समसामयिक सामान्य ज्ञानको एउटा प्रश्न बढ्नु पनि हो, जस्तो कि पहिलो पटक ट्रम्प विजयी भइसकेपछि गरेको भाषणको एउटा टुक्का नेपालको लोकसेवा आयोगले कसको भनाइ हो भनेर सोधेको थियो। 13 गते बालेन्द्र शाहले के बोल्छन्, एउटा क्वेसन त्यहाँबाट पनि आउन सक्छ। शपथ ग्रहणसँग केही रमाइला घटनाहरू छन्, जस्तो केपी शर्मा ओली प्रधानमन्त्री हुने क्रममा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउने क्रममा उनले त्यो पर्दैन भनेका थिए, जुन अहिलेसम्म पनि निकै चर्चामा रहिआएको छ। प्रतिज्ञा गर्छु त्यो पर्दैन। प्रधानमन्त्री हुँदै गरेका बालेन्द्र शाहले अरू जे भने पनि शपथ खाने क्रममा कम्तीमा तोडिदिन्छु, फोडिदिन्छु, जलाइदिन्छु, फुटाइदिन्छु चाहिँ नभने हुन्थ्यो। ओए, तोड़ दूंगा, फोड़ दूंगा, मेरे भाई को छोड़ दे, वरना तुझे कहीं का नहीं छोडूंगा। अर्को विवाद पनि छ। लामा धर्मगुरुहरू राखेर मन्त्र वाचन गराउने भन्ने कुरा छ। त्यसै गरी बटुकहरू राखेर स्वस्ति वाचन गर्ने भन्ने कुरा पनि छ। यसमा विवाद गर्नुपर्ने कुरा केही पनि छैन। बालेन्द्र शाह हिन्दू नै हुन्। उनले हिन्दू र बुद्ध दुवै धर्मसँग सम्बन्धित धार्मिक कार्यबाट आफ्नो कार्यकालको सुरुवात गराउन खोजेका हुन सक्छन्। विवाद त नेपालको चुरो कम्युनिस्ट भनेका प्रचण्ड इन्डिया पुग्दाखेरि गिरु लगाएर पञ्चामृत चढाउँदा पनि नेपालीहरूले उति साह्रो विरोध चाहिँ गरेका होइनन्। कता कता हामीलाई पुरानो दलहरूको पुराना नेताहरूको न्यास्रो लागेको पनि हुनसक्छ। देवाको ज्योतिषले के भन्थे रे भने यो हल्लाको कुरा मात्रै हो, प्रामाणिकता नहुन पनि सक्छ, एआईले बनाएको पनि हुनसक्छ। देवाका ज्योतिषले हजुरको 7 पुस्तासम्म सुती खान पुग्ने हुन्छ, हजुरको सन्तान नाति पनाति नातिनी पनातिनी दर सन्तानलाई कुनै समस्या पर्दैन, सुखमा हुर्किन्छन् भन्थे अरे। अनि देवा चाहिँ रुँदै सोध्थे अरे, साह्रो चिन्तित भएर सोध्थे अरे, ओहो मेरो 8औं पुस्ताले के गरी खाला, ओ भाइ के गरी खाला भन्थे अरे। यो हामीलाई पनि यस्तै चिन्ता हो। मन चिन्ते रोगले हामी नेपालीहरूलाई कहिले पनि छोड्दैन। आफ्नो भन्दा बढी अरूको चिन्ता हुन्छ। चिन्ताले छोड्नु पनि भएन। बुढापाकाले भनेको छ नि, चिन्ताले चितामा लान्छ भनेका छन्। भोलिपर्सि चितामा लाने कोही मान्छे भएन भने पनि कम्तीमा चिन्ता भने एउटा पात्र त हुँदो रहेछ नि। बोल्दै नबोली चुनाव जितेका बालेन्द्र शाहमाथि धेरैले शङ्का पनि गरेका छन्। कतै उनले शपथ पनि बोल्दै नबोलिकन खाइदिने पो हुन् कि। रामनवमीको दिनमा शपथ ग्रहण हुँदैछ। कसैले बालेन्द्र शाहलाई भगवान रामसँग जोडेर पनि हेर्ने गरेका छन्। कसैले जेनिफरका बाबालाई लुसिफर पनि भने। उनी के हुन् त्यो उनलाई मात्र थाहा छ। उनी को हुन् उनका कर्मले बिस्तारै हामीलाई पनि थाहा दिँदै जानेछन्। जस्तै अब 3वटा अक्षरको बनाउने कि 4वटा अक्षरको मेटाफरहरू हुन्छ, पन्जहरू हान्ने। अब जुन भन्यो, कुन भन्यो होइन, सुन भन्यो, कानले सुन भन्यो, कानमा सुन भन्यो, त्यस्तो राम्रो सर। यो सरले एकदम राम्रो कुरा भन्नुभयो, तर केही पनि बुझिन सर, केही पनि बुझिन। शपथ कुनै ठुलो कुरा होइन, काम गर्नु नगर्नु भन्ने कुराले चाहिँ अर्थ राख्छ। यसैले प्रधानमन्त्री बन्दै गरेका बालेन्द्र शाहलाई धेरै बधाई, शुभकामना। विरोधीहरूको मुखमा बुझो लाग्ने गरी काम गर्न सक्नु, आलोचनालाई स्वीकार्नु। संसारका लाखौँ नेतृत्वहरूले विभिन्न पदमा आउँदै गर्दा शपथ खाएका छन्। यसलाई ठुलो इस्यु मान्नुपर्ने केही कारण छैन। घर उज्यालो पार्ने काममा कुलमान घिसिङले जसरी जस पाएका थिए, उसै गरी देश उज्यालो पार्न सक्नु, मन उज्यालो पार्न सक्नु। आर्थिक समृद्धिका ठुला गफहरू हामीले सुन्यौँ, ठुला योजनाहरू, ठेली योजनाहरू पढ्यौँ, सुन्यौँ। वाद विवादहरू पनि सुन्यौँ, पचायौँ। बरु सरोकारै नभएका देशहरू बीचको युद्धका कारण हाम्रो चुलो बन्द हुन लागिसकेको छ। हाम्रो सरकारले चुलो कहिले पनि बन्द गर्नु नपर्ने गरी
काम गर्न सकोस्। शुभकामना।